हेलो एभ्रिवान वेलकम टु माई सर्ट भिडियो। हजुरले थाहा पाइसक्नुभयो होला म कहाँ गएको भन्दा चाहिँ है आज चाहिँ म बुढा भेट्नु गएको, किनभने बुढाको सामानहरू छोडिरहेको थियो अस्ति। अनि नानीको स्कुलको कागजहरू थियो त्यो पुऱ्याउनु गएको है। भेनाको गाडी चाहिँ बिग्रिरहेको थियो अनि म चाहिँ सङ्गमा हिँडेर गएँ है। अनि भेनाको गाडीमा आइपुग्यो बनिएर, त्यही भएर चाहिँ हामी धजेको बाटो गयौँ। धजेमा चाहिँ अब बाटोहरू बन्ने मेटरको छ है, मेटरहरू पुरा लिइरहेको थियो। अनि यो बाटो बन्ने चाहिँ राम्रो हुन्छ है, सिलगढी जानु चाहिँ सुविस्ता हुन्छ है। अहिले चाहिँ पुरा सोलिङको बाटोहरू छ, अन्त कतिवटा बाटो बिग्रेको छ धजेतिर पनि, त्यो भएर चाहिँ बन्ने भने एकदम राम्रो। अनि हामी चाहिँ है बुढालाई फोन गरेर आइपुग्नु आँट्यौँ भने थियो। अनि बुढा चाहिँ बाहिर है गेटमा निस्किरहेको थियो। सामानहरू चाहिँ मेरो बुढाले जम्मै झिकिराखिदिएको थियो नि त है। अस्ति त्यो बुढीलाई दिँदैन भन्दै थियो, त्यही भएर बुढाले झिकिराखेको थियो। अनि मैले चाहिँ बुढाको भिडियोहरू चाहिँ नहालेको, किनभने युनिफर्ममा त्यो युनिफर्म हुँदा दिँदैन नि त भिडियोहरू हाल्नु है, त्यो भएर। अनि मलाई बुढा भेटेर पनि खुसी लाग्यो है। अनि एक प्रकार दुःखी पनि लाग्यो छोरी राखेर आउँदाखेरि है। अनि उसले भन्यो नि त ल्याउनु आएको जस्तो लाग्यो नि हौ भनेर है, कस्तो हुन्छ बुढीलाई है। अन्त हामी चाहिँ घरतिर फर्क्यौँ। अनि त्यो भएर चाहिँ ल साथी हो आजको भिडियो यति नै। फेरि नेक्स्ट भिडियो लाउँछु। टेक केयर, बाई बाई।